हेलो सबैलाई नमस्कार। म अर्जुन भुसाल। यही पुसबाट सम्पर्कबिन 2082 साल पुस महिनाबाट सम्पर्कबिन आफ्नो छोरा खोज्न उहाँ भेट्न आउनु भएको छ। छोरा कहाँ गयो केही हत्तो पत्तो छैन। छोराको फोटो मैले यहाँ सार्वजनिक गरिदिएको छु उहाँको छोराको। यदि उहाँ कहीँ कतै कुनै अवस्थामा हुनुहुन्छ भने यो भर्खरको घटना हो, धेरै परको घटना पनि रहेछ। यो घटनालाई अलिक गम्भीरताका साथ खोजीमा साथ दिनु होला, कतै तत्कालै भेटिन सक्ने अवस्था पनि रहन सक्छ। हजुर नमस्कार। हजुरको शुभ नाम? मेरो देवी प्रसाद भण्डारी हो। देवी प्रसाद भण्डारी। हजुरको घर? मेरो सुन्दर रहेछ 10 खोर्सानी हो। खोर्सानी। छोराको नाम? भरत भण्डारी हो। भरत कति वर्षको? भरत अहिले ठ्याक्कै 29 वर्षको। 29 वर्षको भरत यही गएको पुसको कति गतेबाट? पुसको 7 गते। कसरी हराउनु? सोमबारबाट जिम गर्ने क्रममा चाहिँ ऊ हिँडेको, अब त्यतिकै गएको गई चाहिँ ऊ चाहिँ फर्केर आएन क्या घरमा। जिम जाने भन्ने त्यस्तो केही कतै जान्छु भनेर भन्ने स्वभाव कस्तो थियो? त्यस्तो स्वभाव एकदम राम्रै हो। पढेको मान्छे, ब्याचलर पास राम्रै गरी गरेको मान्छे हो। अब त्यस्तो केही खराबी चाहिँ अब अहिलेसम्म केही नभएको चाहिँ अब परिवारबाट छ। राम्रो मान्छे हो। राम्रो मान्छे हो। एकाएक हिँड्नु हो, केही हत्तोपत्तो छैन। विवाह त भएको थिएन? बिहा भएको छैन। बिहा गर्ने कुरो चाहिँ लगभग हुँदै थियो। त्यस पछाडि अब आमाको अवस्था पनि अलिक गाह्रै छ क्या अहिले। आमाको नाम के हो? आमाको नाम तुलसा ढुङ्गाना भण्डारी हो। अनि उहाँ चाहिँ अलिकति रोगी पीडित, सुगरको पनि अलिक पीडित हुन्छ, नसा सम्बन्धी पनि, युरिक एसिड पनि छ। अनि त्यो दबाईहरू खाएर छोरो कहिले आउँछ, बिहान बेलुका 24 घन्टा एउटा छोरो मात्रै हो होइन। अनि त्यसो गर्दा आमाले चाहिँ एकदम बिहान बेलुका 24 घन्टा छोरो छोरो भनेर गइरहेछ। बरु उसँग पैसा छैन, केही छैन भने बरु म पैसा काटेर छोरो कहाँ छ म खोज्नलाई बरु त्यहीँ जान्छु भने उसको चाहिँ बिहान बेलुकै उठेदेखि रात। व्यापार व्यवसाय केही जागिर गर्नुहुन्थ्यो कि व्यापार व्यवसाय केही थियो? कसको? छोराको केही व्यापार व्यवसाय जागिर केही थियो कि? होइन, जागिर त उसले सानोतिनो अब प्राइभेटमा चाहिँ 5-4 ठाउँ जागिर खाँदै उ गर्दै पढ्दै। व्यक्तिगत नराम्रो दुश्मनी होइन, त्यस्तो केही छैन। ती विराट चोक के लाग्छ त एउटा बुवालाई तपाईँको छोरा त हिँड्यो, के कारणले हुने? कतै कतै मनमा यो थियो कि भन्ने हुन्छ नि त? होइन, मलाई त्यस्तो केही नै लागेको छैन क्या। छोरो के कारणले हिँड्यो भनेर म केही भन्नै सक्दिनँ क्या। उसलाई अब उहाँको स्वभाव जुन हराएको दिनदेखि उसको 7 गतेदेखि हराउनु हो, त्योभन्दा केही दिन अगाडि उहाँको स्वभाव कस्तो थियो? सधैँ देखिरहेको स्वभाव जस्तै थियो? बोली वचन उही थियो? त्यस्तै थियो। खाना खाने बेलामा त्यस्तै के थियो? स्वभाव सबै उस्तै थियो? सबै त्यस्तो फरक केही पनि थिएन? केही फरक थिएन। अब बिहान पनि उठेर उहाँले आफ्नो डकुमेन्टहरू के बोकेर जानु भएको छ? डकुमेन्ट नागरिकता बोकेको छ, एटिएम कार्ड बोकेको छ। नागरिकता बोक्नु भएको छ? एटिएम बोक्नु भएको छ? बोकेको छ। त्यो एटिएमबाट पैसा निकाल्नु भएको छ। त्यस पछाडि अब तपाईँको छोरा जिउँदै हुनुहुन्छ, नातिनुहोस्, केही पनि भएको छैन? अब कहाँ गएको हो होइन, त्यो उसले अब त्यस्तरी भयो, बेखर्ची भयो। कहीँ अब ज्योतिषीहरूले हेराउँदा चाहिँ लगभग कसैको कब्जामा छ, तपाईँको छोरो केही भएको छैन भन्ने। अब पैसा कहाँ झिक्नु भएको छ उहाँले एटिएमबाट? विराट चोकबाट। विराट चोकबाट कति झिक्नु भएको छ एटिएमबाट? 5,000 रुपियाँ। 5,000 रुपियाँ झिक्नु भयो। नागरिकता पनि बोक्नु भएको छ? नागरिकता बोकेको छ। अरू डकुमेन्ट के लानु भएको छ? कपडा कति बोक्नु भयो? के छ? कपडा 1-2 जोडी कपडा छैन। झोलाहरू पनि बोक्नु भएको छ? झोला हिँड्दा कस्तो ड्रेस लगाएर हिँड्नु भएको छ? हिँड्दाखेरि ज्याकेट लगाएको छ, कालो त्यो पुष्पमाघमा लाउने कालो टोपी लगाएको छ। जाडै थियो। अनि कालो जुत्ता लगाएको छ। अनि जस्तो जिन्स खालको प्यान्ट। के नाम उहाँको? भरत भण्डारी। भरत भण्डारीजी, तपाईँ कतै हुनुहुन्छ, यदि दुःखमा परेको भए त बुवालाई भन्नु पर्यो, हामीलाई भन्नु पर्यो। जहाँ पनि आउन तयार छौँ, लिन आउन के खर्च गर्नुपर्ने गर्न तयार छौँ। त्यस कारण तपाईँ सरस्वती हेर्दा परिवारबाट हिँड्नु हो, तपाईँ आफ्नै प्लानिङमा आफ्नै चाहनामा हिँड्नु भएको हो भने पनि खैर केही छैन, तर भन्नु पर्यो परिवारलाई। आज आमा घरमा रोगी हुनुहुन्छ, बिरामी हुनुहुन्छ, बाले कता हेर्ने, आमालाई सम्हाल्ने कि उपचार गर्ने, आफ्नो मनभित्रको चिन्ता बाले कसलाई सुनाउने? आज पुरुष कहाँ गएर रुने ठाउँ त छैन नि त। आज यो घरको एउटा जिम्मेवारी बोकेको एउटा बा अहिले सन्तानको प्रगति देख्ने बेलामा, सन्तानको हरेक प्रगतिमा रमाउने बेलामा तपाईँ हिँड्नु हो। समस्या भए त तपाईँ जतिको मान्छेले ब्याचलर पढेको मान्छे, 29 वर्षको मान्छे, सायद मभन्दा 1-2 वर्ष त हुनु त म 31 वर्षको भएँ, यही उमेरको हाम्रै उमेरको मान्छे आज यसरी हिँड्नु राम्रो भएन। हरेक समस्याको समाधान छ। हेर्नुहोस्, हिजोका बाहरूले दुःख गरेर नपढ्दा त परिवारलाई कहाँसम्म पुऱ्याए। 5-7वटा, अहिले त 2टा पनि सन्तान जन्मिन्छन् मान्छेहरूका। हिजो 5-7वटा 8वटा सन्तानहरूलाई हुर्काएर पढाएर त्यो बेलामा आज नपढेका बा आमाले गरेको दुःख सम्झिने हो भने हामी त केही पनि हुन, हामी त फिक्का हो हाम्रो त। तर पनि तपाईँ जस्तो मान्छे कुनै कारणले त हिँड्नु भयो होला। यदि केही कारण नभइकन आफ्नै तरिकाले हिँड्नु भएको भने म बिन्ती गर्छु, आइदिनुहोस्, आमाका लागि आइदिनुहोस्। बुवा त बरु केही पनि भएको छैन, आमा त तपाईँको कारणले के हुने हो कि भन्ने चिन्ता भइसक्यो। आज आफ्नो आफन्तलाई पीडा भएको छ। पुष माघ फागुन चैत वैशाख, यो 4-5 महिनाको समय आज यो परिवारको लागि अति कष्टकर बनेको छ। तपाईँको पर्खाइमा यो परिवार छ,
जहाँ भए आइदिन आग्रह गर्छु। तपाईँलाई समस्यामा परेको भए पनि हामी राज्यका सबै निकायलाई गुहार मागेर उद्धार गर्न तयार छौँ। कुनै ठाउँमा पैसा अभाव कारणले रोकिएको भए पैसा लिएर आउन तयार छौँ। कुनै अरू कसैले तपाईँलाई फन्दामा पारेको भए त्यहाँ पनि हामी के गर्नुपर्ने गर्न तयार छौँ। कुनै न कुनै बाहनाबाट परिवारलाई सम्पर्क गर्न त सक्नुहुन्छ। पक्कै बुवाको नम्बर थाहा छ, आमाको नम्बर थाहा छ, परिवारका नम्बर थाहा छ, मुखमै कण्ठ होला कतिका नम्बर, मलाई चाहिँ धेरैको नम्बर कण्ठ हुन्छ। भनेपछि आइदिनुहोस्। समस्यामा परेको भए त कसो के लाग्छ र? तर जान तपाईँ कतै बस्नु भएको पनि प्लिज यो नगरिदिनुहोस्। तपाईँ आफैलाई पछुतो हुन्छ अलि पछि गएर, थुक्क मैले के गरेछु भन्ने हुन्छ। यदि बुवासँग चित्त नबुझेको हो, आमासँग चित्त नबुझेको हो, दाजुभाइ आफ्ना परिवारका कोही मान्छेहरूसँग चित्त नबुझेको भए भन्नु पऱ्यो। तपाईँ त एउटै छोरा है, तपाईँसँग अरू कसैसँग गाउँघरमा आफ्ना आफन्तहरूसँग चित्त नबुझेको भए भन्नु पऱ्यो। तर बुवा आमाले त पक्कै पनि तपाईँलाई कहिले नराम्रो भन्नु भएन होला। अरूका कारणले हिँडेर यदि बाआमालाई चिन्ता दिनुभएको भने यो अपराध हो। यो नगर्दिन आग्रह गर्छु। तपाईँको पर्खाइमा घर छ, तपाईँको पर्खाइमा साथीभाइ हुनुहुन्छ, तपाईँको पर्खाइमा आफ्ना आफन्ती हुनुहुन्छ, तपाईँको पर्खाइमा बा हुनुहुन्छ, तपाईँको पर्खाइमा तपाईँलाई जन्म दिने महान आमा हुनुहुन्छ। आमा रोगले थलिनु भएको छ, सायद जीवन कतिखेर कहाँनिर के हुन्छ थाहा छैन। आइदिनुहोस्, आमाका लागि आइदिनुहोस्। तपाईँ आमाको औषधि हो। आमाले खाइरहेको ट्याब्लेट भन्दा पनि ठुलो औषधि तपाईँ हो। तपाईँ आउँदाखेरि आधा सन्चो हुन्छ र तालपरि। त्यस कारण बिन्ती गर्छु, तपाईँहरू जस्ता बुझेका युवाहरू यसरी सम्पर्कविहीन हुनु भनेको यो समाजका लागि ठुलो घाटा हो। आइदिन आग्रह गर्छु। उहाँका बारेमा जानकारी राख्ने देख्ने व्यक्तिहरूले निर्धक्कका साथ भन्नुहोला, नाम म गोप्य राख्नेछु। मेरा नम्बर 98 514 941 98 550 51 341 98 015 64 807 मा फोन गरिदिन आग्रह गर्छु। यो हाम्रो म्यासेज सबैसम्म प्रवाह होस्। नमस्कार।